दर्शकबिनहरु नमस्कार अनि हार्दिक स्वागत छ। म दिपेन्द्र चौलागाई। आज प्रत्यक्ष तपाईहरुले भिडियो मार्फत नेपालगञ्ज गणेशमान चोकको दृश्य देखिरहनु भएको छ। गणेशमान चोकदेखि नर्सिङ होम साइड विवि चोकमा हामी यात्रा गरिरहेका छौं र यात्रा गर्दै तपाईहरुलाई दृश्य तपाईहरुको माझमा देखिरहेका छौं र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो चाहिँ नेपालगञ्जको औद्योगिक क्षेत्र तपाईले देखिरहनु भएको छ। नेपालगञ्ज औद्योगिक क्षेत्र भनेर बोर्ड सहित लेखिएको छ र दर्शकबिनहरु हामी औद्योगिक क्षेत्रबाट अगाडि लागिसकेपछि नर्सिङ होम नेपालगञ्जको नर्सिङ होम नजिकै हामी आइसकेपछि एउटा भाइसँग अटोमा केही कुराहरु गर्दा उनीले क्यामेरासँग मेरो भिडियो बनाइरहनु भएको छ भनेर उनीले कुरा गरिरहेका छन् र उहाँसँग कुरा गर्दा मुस्कानसँगै हामी अगाडि बढिरहेका छौं। सँगै हामीले चाहिँ नेपालगञ्जको नर्सिङ हस्पिटल नजिकै आइसकेपछि तपाईहरुले यहाँको दृश्य र यहाँको भूगोल र यहाँको आजको मौसमको बारेमा पनि जानकारी पाउन सक्नुहुन्छ। आज यहाँको मौसम एकदम बादल लागिरहेको छ र अलि चिसो जस्तो न मौसम देखिएको छ। तपाईहरुको लागि यो नर्सिङ होम हस्पिटलदेखि अलि अगाडि गएर यो चाहिँ नेपालगञ्ज उपमहानगरपालिका यो नेपालगञ्ज उपमहानगरपालिका अस्ति ज्यान्जीको टोलीले आगलागी गरेको हो र यो चाहिँ विवि चोक हो। विवि चोकमा तपाईहरुले देखिरहनु भएको छ। यो विवि चोकमा भएको विवि चोक नजिकै भएको शालिग्राम पनि भत्काइसकेको रहेछ। यहाँ यस्तो दृश्य देखिरहनु भएको छ र तपाईले पुरा भिडियो हेर्नु भएको छ। +2 जीवियान कलेज जाने बाटो लगायतका सम्पूर्ण दृश्यहरू तपाईले यहाँ देखिरहनु भएको छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो चाहिँ शिक्षा विकास तथा सामान्य इकाइ बाँके हो। हामी सामान्य शिक्षा विकास तथा सामान्य इकाइ बाँकेबाट अलि अगाडि जाँदै होल्डेन डायमन्ड होटल नजिकै हामी तपाईहरुको दृश्य देखिरहेका छौं र भिडियोलाई पुरा हेर्नु होला। तपाईहरुले भिडियोलाई सक्दोसम्म शेयर लाइक कमेन्ट गर्न चाहिँ आवश्यक नबिर्सनुहोला है त। ठ्याक्कै डायमन्ड होटलदेखि अगाडि फुल फुलिरहेको छ। अब फुल फुल्न तयारीमा छ। यो नेपालगञ्जको शहरमा पुरै नै भिडियोलाई सक्दोसम्म शेयर गरिदिनु होला र लाइक